साथीहरू, तपाईले आफ्नो सम्पूर्ण जीवनभरि जे कुरा जम्मा गर्नुभयो, धन, सम्पत्ति, घर, गाडी, के त्यो सबै साँच्चै तपाईकै हो कि यो संसारमा हामी केवल पाहुना हौं? आज हामी कुरा गर्नेछौं ईशावास्य उपनिषदको बारेमा। संसारका सबैभन्दा छोटो तर सबैभन्दा गहिरो उपनिषद मध्ये एक। यो केवल 18 वटा श्लोकमा सम्पूर्ण जीवन र ब्रह्माण्डको ज्ञान समेटेको छ। ईशावास्य उपनिषद मुख्यतः यजुर्वेदसँग सम्बन्धित छ र परम्परागत मान्यता अनुसार महर्षि ऋषिहरूले लेखेका हुन्। यो छोटो भए पनि यसको प्रभाव अत्यन्त ठूलो छ। यसका श्लोकहरू साधारण र स्पष्ट छन् ताकि साधकहरूले सजिलै उच्चारण र ध्यान गर्न सकुन्। इतिहास अनुसार यो उपनिषद लगभग 1000 देखि 800 ईसा पूर्व रचित भएको अनुमान छ। यसको उद्देश्य जीवनका महत्त्वपूर्ण कुरा बुझाउनु हो, जस्तै संसार र आत्माको सम्बन्ध, कर्म र त्यागको मार्ग, मृत्युपछि आत्माको अमरत्व र दैनिक जीवनमा शान्ति र समझदारीको मार्गदर्शन। नामको अर्थ नै यसको दर्शन बुझाउँछ। ईशा भन्नाले ब्रह्म वा परमेश्वर हो, जसले सम्पूर्ण ब्रह्माण्डलाई चलाउँछ। वास्य भन्नाले बस्नु या व्याप्त हुनु। त्यसैले ईशावास्यको अर्थ हुन्छ सबै कुरामा ईश्वर व्याप्त छन्। पहिलो श्लोकमा नै भनिएको छ, ईशावास्यमिदं सर्वं यत्किञ्च जगत्यां जगत् तेन त्यक्तेन भुञ्जिता मगृद कस्यस्विदनम्। यसको अर्थ यो संसारमा जे जति छ सबैमा ईश्वर व्याप्त छन्। त्यसैले त्यागको भावले जीवन व्यापन गर, लोभ नगर। सबैभन्दा गहिरो सन्देश उपनिषदको अन्त्यमा आउँछ। भयुरनिल ममृतमथेदं भस्मान्तं शरीरम् ॐ क्रतुस्मर कृतं स्मर क्रतुस्मर कृतं स्मर। यसको अर्थ यो शरीर भस्म हुन्छ तर आत्मा अमर हुन्छ र हाम्रो कर्महरू नै हाम्रो साथमा जान्छ। सोच्नुस् त, एक बिउ छ, त्यो माटोमा हराउँछ तर नयाँ बिरुवा जन्माउँछ। त्यस्तै शरीर हराउँछ तर आत्मा र कर्मले अर्को जीवन ल्याउँछ। यो केवल धर्मको कुरा होइन, विज्ञानले पनि यसलाई समर्थन गर्छ। विज्ञानले भन्छ एटमदेखि तारासम्म सबै एउटै मूलभूत ऊर्जा वा पदार्थबाट बनेको छ। आइन्स्टाइनको सूत्र E=mc² ले देखाउँछ कि पदार्थ र ऊर्जा एक अर्कामा रूपान्तरण हुन सक्छन्। उपनिषदले भन्छ त्यो मूलभूत ऊर्जा, त्यो चेतना नै ईश्वर हो र सबैमा ईश्वर विद्यमान छ। ईशावास्य उपनिषदले हामीलाई सिकाउँछ कि कर्म गर्नुहोस् तर फलको लोभ नगर्नुहोस्, संसारमा रहनुहोस् तर आत्मालाई नबिर्सनुहोस् र जीवन र मृत्युलाई सही दृष्टिले हेर्नुहोस्। छोटो भए पनि यसको ज्ञानले जीवनभरको मार्गदर्शन गर्न सक्छ। यदि तपाईलाई यो भिडियो मन पर्यो भने लाइक, शेयर र सब्स्क्राइब गर्न नभुल्नुहोस्। अर्को भिडियोमा अर्को उपनिषद वा मन्त्रको अद्भुत रहस्य लिएर आउनेछु। त्यतिन्जेलको लागि मलाई पनि बिदा दिनुहोस्। आफ्नो राम्रो ख्याल गर्नुहोला, सधैँ सत्यको मार्गमा चल्नुहोला। यति भन्दै आज म बिदा हुन्छु। हस्त, धन्यवाद।